हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज म चाहिँ बिहान बिहानै जस्ट एउटा ठेगु भन्ने ठाउँ गइरहेको छु। जस्ट त्यहाँ पुग्नलाई चाहिँ म यहाँदेखि लगभग तपाईँको ट्रेनमा गयो भने आधी घन्टा जस्तो लाग्छ। हेरौँ के हुन्छ। ओ माई गड यस्तो चिसो छ यहाँ है। आज ठुलो ज्याकेट लाउनु भन्ने तर मैले लाइनँ। सो आज मर्छु होला यार चिसोले। हेर्न सक्नुहुनेछ आजको मौसम एकदम हावा लागिरहेछ। बस आउने ठाउँमा चाहिँ आइपुग्यो देख्नुहुन्छ बसको वेटिङ। 이번 정류장은 천일주유소 건너입니다. 다음은 사용천일구입니다. फाइनली मैले चाहिँ पुगिसकेँ। अब म यो कार्डबाट चाहिँ रिचार्ज गर्न गइरहेको छु। यहाँ कहाँ छ क्रस गर्नु हो चट्ट। 이 리차र्ज 네? 리차र्ज 총 카드요? 얼마? 2만 원. 2만 원. 응. 여기 확인하세요. 오케이. 네. 네. अहिलेसम्म यो हायन भन्ने ठाउँमा आएको छु। चट्ट मैले यो गाडीको भाडा तिर्ने भनौँ न जस्ट यो पनि रिचार्ज गरिसकेँ मैले। अब चट्ट म चाहिँ यहाँ कहाँ खाना यहाँ खोज्नु पऱ्यो। खाना खाने ठाउँ खाना खान्छु। चट्ट भोक पनि लागिरहेको छ। यहाँ एउटा नेपाली होटेल पनि थियो त्यो कहाँ छ अब म यो खोजिरहेको छु। त्यो चाहिँ यो हायन भन्ने ठाउँ हो। एकदमै जाडो छ र आज लास्ट जाडो भइरहेछ। के खाउँ आज कोरियन खाना। मन लागिरहेछ। यहाँ चाहिँ एकदमै होइन जस्ट विदेशी मान्छेहरू पनि यो धेरै हिँड्ने ठाउँ हो। तपाईँले देख्नुहुनेछ र एकदमै जाडो छ। नेपालीको चाहिँ खाइसो भन्ने हो। यहाँ चाहिँ हरेक कुराहरू किन्न पाइन्छ सस्तो सस्तो है। अनि चट्ट एकदमै घाम लागिरहेछ। खाना पनि लागिरहेछ खाना खानु पर्ने। हेरौँ न चट्ट खाना खाएर चाहिँ कुरा गरौँला। अब चाहिँ गाइज फाइनली खाना खानुपर्ने हुन्छ। एकदमै भोक लागिरहेको छ। सो म त्यही भएर कोरियन खाना चाहिँ यहाँ एक ठाउँमा ओन्ली जस्ट साथी हामीहरू आएर चाहिँ एकदम खाने गर्थ्यौँ होइन। एउटा बुढी बोजू मान्छेले एउटा के बेच्दै हुनुहुँदो रहेछ। 안녕하세요. 이거 뭐예요? 이거? 붕어빵, 목금빵? 빵. 얼마예요 이거? 3개 2,000원. 3개 2,000? 응. 네, 3개 주세요. 눌러줘. 그래.
슈크림. 아니야, 크림 아니야. 크림만 네. 3개. 뭐 뭔데? 이거는 뭔데? 이거는 주세요. 가요. 네. 잠시만요. 네. Nhà xe. 고마워요. 네. 포토. 감사해요. 정말 가론chứ. 글쎄. 코리안 마사를 tetap pesan saya kayaknya gula-gula कोरियाको चाहिँ एकदमै जस्ट चर्चित खाना हो यो चट्टम माछा जस्तै छ तर यहाँको फुड चाहिँ लास्ट गुल्यो क्या फाइनली मैले खाइसकेँ यो खोल चाहिँ अब कोरियामा जहाँ पायो त्यही खानु पर्दैन त्यही भएर मैले यो गोजीमा नै राख्ने निर्णय गरेँ त्यो गोजीमा राख्दैछु सो अनि म स्टिल अहिले बस लिइरहेको छु बस कति आउने हो थाहा छैन मेरो बसको नम्बर चाहिँ आयन आयन अरे वाट्सन 1 हो त्यो गाडी चाहिँ अझैसम्म आएको छैन त्यो र अन्तिममा हजुरहरूलाई म जाँदा जाँदा के भन्न चाहन्छु भने मैले चाहिँ आज धेरै भ्लग गर्न सकिनँ किनकि मेरो यो फर्स्ट टाइम पनि थियो एकदम बाहिर चिसो पनि थियो यो चाहिँ मेरो फर्स्ट भ्लग हो अब आउने दिनहरूमा चाहिँ एकदमै भ्लगहरू राम्रो जस म आफूले सक्दो प्रयास गर्नेछु हजुरहरूले यसको लागि चाहिँ मलाई एकदमै हेल्प गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ हजुरहरूले मलाई सब्सक्राइब अनि लाइक अनि कमेन्ट सेयर एकदमै गरिदिनु होला म चाहिँ जस भनौँ न एउटा न्यू अब भर्खरै युट्युब खोलिरहेको छु हजुरहरूले एकदमै मलाई चाहिँ यो कुरामा चाहिँ साथ दिनुहुन्छ होला भन्ने मैले चाहिँ एकदमै आश गरिरहेको छु त्यसको लागि आजलाई यति नै हजुरहरूलाई एकदमै जस यो मेरो आजको भ्लग सेयर कमेन्ट लाइक सेयर गरिदिनु भने चाहिँ एकदमै म आभारी हुनेछु ओके शुभ रहोस् हजुरहरूको दिन हजुरहरूले सोचेको कुराहरू सबै पुगुन् राम्रो हुन् यति भन्दै आजको म भ्लग जस इन्ड गर्न चाहन्छु